नमस्ते दाई। नमस्कार लासो फ्याफुल्ला। यो सोनाम लोसारको बारे हाम्रो दर्शकहरूले के जानकारी दिनु तपाईँलाई आग्रह गर्दछु। नमस्कार सम्पूर्ण दर्शक महानुभावहरूलाई। यो हाम्रो सोनाम लोछार तामाङ समुदायको एउटा नयाँ वर्ष अर्थात् लोछार सोनाम लोछार भनिने गरिन्छ हाम्रो, र यसपटक चाहिँ हाम्रो 2862औं वर्ष हो र यसमा चाहिँ घोडा वर्ष छ यसपालि। र यो तामाङ समुदायले हरेक माघमा चाहिँ माघ 1 महिना चाहिँ हाम्रो नयाँ वर्ष परिवर्तन हुने हुनाले मनाउने गरिन्छ। र यस अवसरमा चाहिँ हामी तामाङ समुदायले चाहिँ आफ्नो घरमा बिहान पूजाआजा गर्ने अनि त्यस पछाडि आफ्नो आफन्तलाई इन्भिटेसन गरेर मिठो मिठो खानेकुराहरू खाने, शुभकामना आदान प्रदान गर्नेदेखि लिएर एकदम मनोरञ्जनका कामहरू पनि गर्ने गर्छौँ भने फुर्सदको समयमा चाहिँ यो काठमाडौँमा रहेको हाम्रो यो टोडी खेलमा जहाँ तपाईँले आउनु भएको छ त्यहाँ चाहिँ हामी समग्र नेपालको 77वटा जिल्लाबाट काम गर्नको लागि काठमाडौँ बस्नु भएको र काठमाडौँको उपत्यका आसपासको जिल्लाहरूको सबै तामाङहरूलाई चाहिँ एकरूपता गराउनको लागि यो कार्यक्रमहरू आयोजना गरिएको हुन्छ। र यसलाई चाहिँ विशेष गरी हाम्रो तामाङ समुदायमा नयाँ वर्ष नै मानेर हामीले यसलाई मनाउने गर्दछौँ। धन्यवाद। हस्, धेरै धेरै धन्यवाद तपाईँलाई आफ्नो अमूल्य समय हामीले दिनुभएको। हस्। सुशीला कार्कीज्यू, सम्पूर्ण साथीहरूले ताली बजाएर साथ दिनुहुनुको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। पनि हाम्रो च्यानलमा स्वागत गर्दछु। नमस्कार लासो फ्याफुल्ला, ह्याप्पी सोनाम लोछार अनि जाबडानमा। अनि आजको मेन विशेष के छ त्यसबारे हामीलाई जानकारी दिनुहुन्छ कि? विशेष गरी यो चाहिँ नेपाल अधिराज्यभरि हामी तामाङहरू विशेष गरी आदिवासी जनजातिहरूले मनाउँदै आएको यो नयाँ वर्षको यो माहौल, यो महोत्सवमा तपाईँ हामी सबैजना आइरहेका छौँ। हामीले यो टुडी खेलमा चाहिँ विशेष गरी अब अरू आफ्नो घरमा पूजापाठ गर्नेदेखि लिएर नयाँ कामहरूको सुरुवात गर्ने, नयाँ विषयवस्तुहरूमा चाहिँ प्रवेश गर्ने, आदान प्रदान गर्ने, शुभकामनाहरू चाहिँ सेयर गर्ने, खुसीहरू बाँड्ने सँगसँगै यो टुडी खेलमा चाहिँ विशेष गरी नेपाल अधिराज्यको विभिन्न जिल्लाबाट विभिन्न पेसा व्यवसाय गर्दै आउनुभएको अथवा विशेष गरी बसोबास गर्ने सबै तामाङहरूको केन्द्रीकृत रूपमा चाहिँ एउटा शुभकामना आदान प्रदान गरौँ, भेटघाट गरौँ। पोहोरको लोसारदेखि यसपालिसम्म भेटघाट नभए साथीहरू भेटघाट गरौँ। एउटा चाहिँ तामाङको पहिचान, वेशभूषा, आफ्नो मूल्य मान्यता, आफ्नो संस्कार संस्कृतिलाई समेत प्रवर्धन गर्ने र राज्य सत्तासँग हामी तामाङहरूको हक हितको लागि हामीले आफ्नो मागहरू समेत प्रस्तुत गर्नका लागि हामी तामाङहरूको शक्ति प्रदर्शनको लागि पनि आजको टुडी खेलमा हामी तामाङहरूको यो बेजोड उपस्थिति र बाग्लो उपस्थिति देख्न सक्छौँ। हस् त, धन्यवाद।
Jambul
सबैको छ मुसु मन हरस सबैको छ मुसु मन हरस
ठ्याफुल्ल पञ्चश्री सम्बत 2862 सोनाम लोसारको सम्पूर्ण नेपालीहरूलाई हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। ह्याप्पी लोसार।